स्वागत छ विद्यार्थी भाइ बहिनीहरू। आज हामी माइटोसिस कोष विभाजनको बारेमा पढ्न गइरहेका छौं। कोशिका विभाजन भनेको एउटा कोशिकाले आफैलाई दुई नयाँ कोशिकामा बाँड्ने प्रक्रिया हो। हाम्रो शरीर बढ्न, घाउ निको पार्न र पुराना कोशिका बदल्न कोशिका विभाजन आवश्यक हुन्छ। यस पाठमा हामी माइटोसिस नामको कोशिका विभाजनको प्रकार अध्ययन गर्नेछौं। माइटोसिस सुरु हुनु अघि कोशिका इन्टरफेज अवस्थामा हुन्छ। इन्टरफेजमा डीएनए आफ्नो प्रतिलिपि बनाउँछ ताकि दुई नयाँ कोशिका समान बनुन्। अब कोशिका विभाजनका लागि पूर्ण रूपमा तयार हुन्छ। अब सुरु हुन्छ प्रोफेज, जहाँ डीएनए बाक्लिएर क्रोमोसोममा परिवर्तन हुन्छ। प्रोफेजमा न्यूक्लियसको झिल्ली हराउन थाल्छ। यसै समयमा स्पिन्डल फाइबर नामका संरचनाहरू बन्न थाल्छन्। अब कोशिका मेटाफेज चरणमा प्रवेश गर्छ। मेटाफेजमा क्रोमोसोम बीच भागमा लाइनमा उभिन्छन्। स्पिन्डल फाइबर क्रोमोसोमसँग जोडिन्छ। अब सुरु हुन्छ एनाफेज। यसले समान डीएनए वितरण सुनिश्चित गर्छ। That's why it's called equational cell division as well. अब सुरु हुन्छ टेलोफेज चरण। क्रोमोसोम फेरि क्रोमाटिन बन्छ। दुई नयाँ न्यूक्लियस तयार हुन्छन्। अब सुरु हुन्छ साइटोकाइनेसिस। साइटोप्लाज्म दुई भागमा बाँडिन्छ। यसलाई नै साइटोकाइनेसिस भनिन्छ। दुई समान नयाँ कोशिका बन्छन्। दुवै कोशिकामा क्रोमोसोम संख्या बराबर हुन्छ। माइटोसिसका चार मुख्य चरण हुन्छन्। माइटोसिसले शरीरको वृद्धि र मर्मत गर्छ। पुराना कोशिका नयाँले बदल्छ। यसरी माइटोसिस जीवन निरन्तर चलिरहन्छ। परीक्षाका लागि माइटोसिस महत्त्वपूर्ण विषय हो। यस समय माइटोसिस कोशिका विभाजनको अध्ययन समाप्त भयो। थ्यांक यू।